यसरी छिलेर राखिदिन्छ। हस् साना, ओके मामा भन न। कति राम्रो नि सानो, अलि ओराउ न, अलि ओराउ न, त्यता टाढा भइगयो, नचिने झै भइगयो। होरीमै सानो मान्छे। यो त तितो हुन्छ, तरुन्छ। यो खाऊ, नफाल है। अलि हेर न, मैले पिचित्त पारिदिन्छु। मेरो साना कसरी खान्छ देख्नुहोस् है, हेर्नुहोस् है। ल आगर पिचित्त पार्ने। ल के खाएको आफै खाने। यो मैले पिचित्त पारिदिन्छु क्या रस। पचत्त जान्छ नि। ल ल यस्तो फेरि सबै एकैचोटि मुखमा नहाल नि, फेरि अड्किन्छ। मैले यसरी ओ यति मजाले पट्ट पट्ट फुट्छ, पचत्त जान्छ क्या। ए भित्रै पनि हाल्यो अनि हेर्न, त्यसरी नफाल न, खाने हो के। और तिमीले आउँछ नि खानु। नम 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 खाऊ। मुखभरि कचारे यसले हग्दाखेरि भोलि त्यस्तै निकाल्छ सबै। अब अनि सानोले अब सबै गेली गेली निकाल्ने होला भोलि आजी गर्दा। हुन्छ न, यति मजा जान्छ रस। अब फेरि होइन उठेर बजाउनु लाग्यो मम्मालाई। यो खाऊ, गेडी खाऊ। गेडी जति सबै यस्तो गरेर फाल्ने हो। हेर टिपेर नि फाल्ने हो क्या, फेरि मुखमा हाल्ने। हेर गुल्टिँदै गुल्टिँदै बसस् तिमी। मम्माले खान्छ यसरी खाँदै। खाने चिज नखाएर नखाने चिज खाऊ तिमी, यसरी यसरी गममा। ओहो मुखभरि हाल्यो क्या।
किमीलाई आउँछ नि साना यस्तो गर्यो भने त तिमीले अघि नै किमीलाई टोकेर यत्रो आँखा फुल्लेको बिर्स्यौ। तिमीले यत्रो खाने हो सबै त्यही थालेर खाने हो। मेरो बुन्टु यो कस्तो खालको मान्छे छ भने नि योसँग म खेल्यो भने चाहिँ यो मजाले नजिजिकन यसरी बस्छ खेल्छ खान्छ है। जब मैले मोबाइल हेरेँ अथवा अब किताब अथवा केही काम गर्नलाई हुन्छ नि केही गर्नलाई यो यत्तिकै यहीँ छ तर मैले यतै चाहिँ काम गर्नलाई यसलाई व्यवस्था गरेँ भने तर यो चाहिँ खेल्दैन क्या। यस्तो छ क्या यसलाई चाहिँ के भन्नु योसँग खेल्ने गफ गर्नुपर्छ अनि मात्रै खेल्छ।